हेलो एन्ड वेलकम टु ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ मेरो यात्रा हुटगिरीको तेस्रो एपिसोड र अब आज चाहिँ मैले यहाँनिर नयाँ बाइक लिएर आइसकेको छु। ऊ चाहिँ हल्का सिभिल इन्जिनियरिङ पढेको र कोरिया अब केही गरौँ भनेर आएको रहेछ। होला उसको अब कुराहरू सुन्नु के छ, कस्तो लागिरहेको कोरिया, के छ एक्सपेक्टेसन, के हो रियालिटी, हामी यहाँ कुरा गर्नेछौँ। ल अब हामी एउटातिर नयाँ वेलकम गर्न चाहन्छौँ र उसको नाम चाहिँ एमडी छ। ल आज हामीलाई वेलकम गर्नु। वेलकम भाइ। धन्यवाद दाइ। मेरो पोडकास्टमा स्वागत छ र कोरियामा पनि स्वागत छ। धन्यवाद दाइ। के कस्तो लागिरहेको तपाईँको पोडकास्टमा मलाई मेरो दुई शब्दहरू, मेरो मनका भावनाहरू केही चिज राख्ने मौका दिनुभएको म तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला त र नयाँ हामी सधैँ वेलकमै हो। के छ त, कस्तो लागिरहेको कोरिया? अब कोरिया नेपालभन्दा टोटली डिफ्रेन्ट हो क्या, हामी सोचिरहेको थियौँ। एक्चुअलमा त्यहाँ बसेर सोच्नु र यहाँ फिल गर्नु एकदमै डिफ्रेन्ट कुरा। तर कोरिया भनेको चाहिँ डेभलप भर्जन अफ नेपाल पनि भन्छ नि त। आई थिङ्क सो, किनभने आजभन्दा 60 इयर्स ब्याक हेर्दाखेरि कोरियाको स्थिति जुन थियो र अहिले कम्पेयर गर्दाखेरि वर्ल्डको 10th लार्जेस्ट इकोनोमीमा चाहिँ कोरियाले बिट गरिरहेको छ। पहिला त नि कोरियालाई नेपालले त्यो डेफिनेटली चामल दिएको हुन्छ। चामल खाएको पहिला दण्डकालमा के यहाँ वर्ष हुँदाखेरि। तर कहिलेकाहीँ म अहिले के नेताजीहरूलाई भन्छ, पछि पहिला त हजुरहरूले चाहिँ चामल एक्सपोर्ट गर्नुभएको थियो, हाम्रो नेपालबाट चाहिँ कोरिया एक्सपोर्ट गर्नुभएको थियो। अहिले हामी युवा एक्सपोर्ट गरिरहेको छौँ। युवा भन्दा पनि युवै हो, त्यो त ठिकै हो। अनि आफ्नो जनशक्ति मेन पावर जुन राम्रो मेन पावर हामी त्यहाँ बसाएको अरू देश एक्सपोर्ट गरेको हो। अनि तिमी त सिभिल इन्जिनियर पनि गरेको। हजुर। अनि फेरि सिभिल इन्जिनियरिङ काम पनि गर्दै थियो होला। हजुर हजुर। अनि के थियो त त्यो, सुन्नु न होला त्यसको एक्सपिरियन्स। के छ भने इन्जिनियर भन्ने बित्तिकै हामी कहिलेकाहीँ के लाग्छ फ्यामिलीबाट एउटा कोही मान्छे इन्जिनियर गर्न जाँदाखेरि प्राउड फिल हुन्छ क्या। तर प्राउड फिल हुँदै गर्दा एउटा इन्जिनियर बन्दै गर्दा क्या हामी एउटा टोटल कस्ट यदि क्यालकुलेसन गर्छ भने एउटा इन्जिनियर बन्छ मान्छे नेपालको, उसको टाइम त्यो कति टाइम युज गरिरहेको हुन्छ, त्यो अनुसारले जुन पढेको हुन्छ र त्यो अनुसार जुन हामी एक्सपेक्ट गरेको हुन्छ क्या एउटा चिज। मैले 4 वर्ष पढिसके पछाडि म एउटा इन्जिनियर दक्ष इन्जिनियर भइसके पछाडि एउटा इन्जिनियरले एक्सपेक्ट गर्ने चिज भनेको एउटा बेसिकली सेलेरी नै हुन्छ त्यो इन्जिनियरलाई, किनभने पछि गएर काम गर्नुपर्ने हुन्छ। अनि एक्सपेक्ट गर्ने चिज र रियलिटी भनेको नेपालको केसमा मनपर्छ दुइटा भनेको एकदमै डिफ्रेन्ट छ क्या, फरक छ क्या, रियलिटी नै फरक छ। हामी डेभलपिङ कन्ट्री चाहिँ भन्छौँ, डेभलपिङ कन्ट्री होइन नि नेपाल चाहिँ कस्तो कन्ट्री हो भन्दाखेरि इभल्भमेन्ट भएको क्या, डेभलपमेन्ट भएको होइन, समयसँग चेन्ज मात्र भएको नि होइन। तर नेताजीहरूले जुन गफ गर्नुहुन्छ हाम्रो कि हामी त अब डेभलपिङ कन्ट्री भनेको एकदमै छिरिसकेको छ क्या, अब हामी डेभलप हुन लागिरहेछ, हाम्रो कन्ट्रीको विकास भइरहेछ भन्ने कन्सेप्ट जुन गइरहेछ उनीहरू, त्यो अनुसारले काम इन्जिनियर गरिसके पछाडि एउटा इन्जिनियरको तलब चाहिँ कति हुनुपर्ने हुन्छ भने एउटा इन्जिनियर बनिसके पछाडि इन्जिनियर 15,000 भनेको 15,000मा नेपाली 15,000मा उसको जागिर खाना हो त 15,000 15,000 मात्र हुन्थ्यो। त 15,000 यस्तो कस्तो हुन्छ भन्दाखेरि 15,000 भनेको बेसिक हो। अब 15,000 बेसिक हो, काम त्यो अनुसार पाउँछ प्राइभेट कम्पनीमा प्राइभेट कम्पनीमा हो। अब भन्नुहुन्छ कि 15,000 भन्दा म बढी कमाउँछु भन्ने कन्सेप्टमा जानुहुन्छ के त घुस खानु पर्यो सिधा कुरा भन्नुपर्दा। प्राइभेटमा त मिल्दैन नि होला, तर प्राइभेटमा त त्यो अब त्यो त मिल्दैन, तर भत्ताहरू हुन्छ क्या। काम भनेको एकदमै ज्यादा हुन्छ भनेको जति तपाईँ मिहिनेत गर्नुहुन्छ त्यो लेभलको चाहिँ पैसा छैन सिधा भनेको जुन लेभलको हामीले मिहिनेत गर्छौँ त्यो लेभलको पैसा छैन। त्यसले गर्दाखेरि हामीलाई कस्तो हुन्छ भन्दाखेरि त्यहाँ सस्टेन हुनको लागि अहिलेको डेजमा जुन हामी इन्फ्लेसन हेर्छौँ क्या, हामी इन्जिनियरलाई पैसा दिन मान्दैन भने त हामी जुन एउटा कर्मचारी हुन्छ, अफिसर हुन्छ, एउटा अफिसर लेभलको मान्छे कहीँ काम गर्न आएको हुन्छ भने त्यसलाई हामी भनेको एकदमै न्यूनतम लिमिटेड सेलेरी पे गर्ने गर्छौँ क्या, भनेको एकदम बेसिक क्या। अनि त्यो बेसिक सेलेरीले त्यसको जिन्दगी चाहिँ भनेको नर्मल लाइफ पनि चलाउनुलाई गाह्रो बनाउँछ। अब म एउटा इन्जिनियर
म इन्जिनियर भइसके पछाडि म फेरि त्यही पुरानो साइकल पुरानो बाइकै लिएर दौडिरहने यो जुन एउटा उयो हुन्छ मेन्टालिटी हुन्छ त्यो चेन्ज भइदिन्छ क्या विथ द टाइम म एउटा इन्जिनियर भयो मलाई चाहिँ अब एउटा अपग्रेड गर्नु पऱ्यो भन्ने कन्सेप्टमा गइन्छ क्या मेरो पनि एउटा अब जे होस् राम्रै गाडी होस् म पनि राम्रै तरिकाले जाउँ भन्ने कन्सेप्टमा हुन्छ अब इन्जिनियर भइसक्दा म फेरि त्यही साइकल लिएर कुदिरहेको छु भनेको मसँग त्यो टाइम टेबलको पनि कुरा हो एक्चुअलमा हामी सबै एक्चुअल टाइममा टाइम पङ्क्चुअलिटी अफ द टाइम भन्ने चिज हुनुपर्ने हुन्छ हो त्यसले गर्दाखेरि सिम्पल कुरा एउटा अब बाइक लिने हो तेल खर्च लाग्छ आफ्नो एउटा जुन लेभलमा पुगिन्छ एज अ इन्जिनियर भइसकेपछि त्यो अनुसारको हाम्रो साथीभाइ हुन्छ घुलमिल हुन्छ हामी अभियसली जान्छौँ कहीँ न कहीँ अब घुम्न जान्छौँ रमाइलो गर्छौँ पर्सन आफ्नो लाइफ हुन्छ त्यो खर्च भनेको त्यति पैसाले चाहिँ मेन्टेन हुँदैन रहेछ त्यो भएर के छ भने अलिकति बाध्यता कस्तो भनिन्छ भने त्यो त खर्च मेन्टेन हुँदैन एउटा समस्या भयो नेक्स्ट समस्या के छ भने काम पाउन गाह्रो छ अब कस्तो छ भन्दाखेरि मान्छेले आफ्नोलाई मात्र हायर गर्छ क्या लिङ्क तिम्रो मान्छे नेपोटिजम सबभन्दा ठुलो नेपोटिजम मामाको छोरा काकाको छोरा भतिजो भान्जा भान्जी मेरो फलानु साथीको अर्को भने के हो दुनियाँ हुन्छ क्या त्यो अनि त्यसले गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि नेपोटिजमको यहाँ एकदमै धेरै एट्र्याक्सन छ क्या र नेपोटिजम एट्र्याक्सन हुँदाखेरि एउटा राम्रो मान्छे त्यहाँ बाँच्न पनि कस्तो हुन्छ अब बिना घुसको म काम गर्छु अब मानिलिउँ कि म कुनै ठेकेदारकोमा एज म प्राइभेट कम्पनीमा काम गरेँ जब म प्राइभेट कम्पनीमा काम गर्छु इन्जिनियर म भए तापनि डिरेक्सन भनेको ठेकेदारको हातमा हुन्छ डिरेक्सन भनेको ठेकेदारको हातमा हुन्छ किनभने म उसको अन्डरमा काम गर्ने हो मेरो कम्पनी त एउटा ठेकेदार पनि त ऊ भनेको मालिक हो उसको अन्डरमा मैले काम गर्नुपर्ने हुन्छ अब एक त ठेकाबाट हाम्रो हाल्ने सिस्टम हुँदैछ भनेको कम्पिटिसन छ भनेको जो सबभन्दा बिलोमा ठेकाबाट हालिन्छ उसलाई भनेको काम जिम्मा लिन्छ फर इक्जाम्पल कुनै 1 करोडको बजेट छ सबभन्दा 1 करोडको बजेटमा सबभन्दा 1 करोडको बजेट आएको छ त्यो भनेको सबभन्दा सस्तोमा कसले गर्ने जस्तै अब 60 लाखमा कसले गर्ने त्यसलाई टेन्डर हाल्ने गरिन्छ अब त्यो टेन्डर त्यो अनुसारले हालिसके पछाडि डिजाइन त उसले अलरेडी एउटा बनाइसकेको हुन्छ गभर्मेन्ट इन्जिनियरले यति लाग्छ कस्ट भनेर अनि त्यसलाई पनि हामीले मिनिमाइज गर्न खोज्छौँ भने अभियसली त्यो स्ट्रक्चर कमजोर हुन्छ र यो इन्जिनियरले भन्दा पनि यो जुन ठेकेदारहरू हुन्छ उनीहरूको कारणले गर्दा बाध्यतावश इन्जिनियरले त्यो चिज गर्नुपर्ने हुन्छ नेपालमा के छ भन्दाखेरि त्यो ट्यालेन्टको भ्यालु छैन क्या तिम्रो खतरा भयो इन्जिनियर तिम्रो पुरै स्किलफुल छौ ट्यालेन्ट छौ तिम्रो मतलब हुन्न क्या तिमी कि काकाकै छोरा हुनु पऱ्यो कि उसकै नेताकै पावर हुनु पऱ्यो कि यताउति आफन्त यताउति हुनु पऱ्यो अनि मात्र तिमीलाई राख्छ क्या काममा न तिमीले त अब प्राइभेट कम्पनीमा गयौ त्यो पनि आफ्नैले राखेको हो नि त यतिकै त तिमी त्यहाँ स्किल त गएको होइन नि त हो त्यो एउटा पोइन्ट हो अर्को कुरा के हुन्छ भन्दाखेरि हाम्रो जुन स्किल मेन पावर त हामी भन्छौँ कि हामी अब एउटा इन्जिनियर अथवा डक्टरकै पढिसके पछाडि हामी स्किल मेन पावर त्यसमा त्यसलाई चाहिँ गन्ती गर्छ क्या त्यसले एक्सपिरियन्स पनि खोज्छ नि होइन एक्सपिरियन्स पनि खोज्छ तर हामी के गर्छौँ भन्दाखेरि स्कुल लेभलदेखि जुन लेभलदेखि हामी पढिरहेको छौँ एज अ म सब इन्जिनियर म चाहिँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेको छु मै पढ्दै गर्दाखेरि मलाई चाहिँ के छ भने रियल फिल्डमा चाहिने नलेजहरू चाहिँ क्या त्यो स्कुलले प्रोभाइड गरिदिँदैन गरे पनि एकदमै लिमिटेड हुन्छ नेपालको एजुकेसन सिस्टमै खराब छ क्या एजुकेसन सिस्टम टोटल्ली वेस्ट छ होइन तर त्यसमा अपडेट चाहिँ विथ द टाइम अपडेट चाहिँ भएको छैन पहिलादेखि जे छ त्यही छ क्या एउटा मेरो बुवाले जे पढ्नुको मैले पनि त्यही पढिरहेको छु अनि मेरो छोराछोरी पनि त्यही पढ्छ र छोराछोरीको छोराछोरी पनि त्यही पढ्छ क्या र त्यो एजुकेसन सिस्टममा केही चेन्जै छैन नि त केही दुःख देख्छौ र तिमीले बुवाले पढेको कुरा पढिरहेको छ बुवाले त्यो नेपालीमा कविताहरू त्यही पढ्नुको तिमीले त्यही कविता पढिरहेको तिमीलाई त्यही लक्ष्मीप्रसाद देवकोटा थाहा छ मलाई त्यही लक्ष्मीप्रसाद देवकोटा हाम्रो बुवालाई पनि त्यही थाहा छ त्यही छ नि त त्यहाँ केही चेन्ज त छैन नि त भन्दाखेरि हिजो जे थियो आज पनि त्यही छ भोलि पनि त्यही हुन्छ क्या त्यो चिज चाहिँ अपडेट गर्नु जरुरी छ त्यही हो गभर्मेन्ट हाम्रो पोलिसी मेकिङहरू छ त्यो लगभग मेरो विचारमा चाहिँ चेन्ज हुँदैन होला चेन्ज भन्दा पनि त्यसलाई अपडेट कसले गर्ने त अब सबै गर्ने जति सबै यहाँ आफ्नो अब तिमी इन्जिनियरिङ पढेर त तिमी यहाँ आएको छु भन्दाखेरि
यहाँ आउनु पर्ने मेरो बाध्यता हो। मैले पनि के चिज गर्नु खोज्छु तिमीहरू केही प्लान होला? प्लान थियो डेफिनेटली मेरो आफ्नो प्लान थियो कि म नेपालमा केही गरौँ भनेर मलाई पनि मेरो फ्यामिली छोडेर यहाँ आएर म रमिता गरौँ भन्ने आएर कमाउँ कोरिया बसौँ निक्ल्यो भनेर गर्छु कहिले कसैलाई पनि लाग्दैन भनेको हामीलाई पनि थिएन नि के भएर त यहाँ आएछ के छ भने तिम्रो एउटा ड्रिम थियो होला नि त अब यति पैसा कमा यस्तो गरौँ बाबालाई यस्तो गरौँ यो गर्छु त्यो गर्छु भन्ने छ नि त अहिले पनि छ नि त्यसकै कारण चाहिँ तिमी यहाँ आएर इन्जिनियरिङ पढेर पनि काम हुँदा हुँदैन काम छोडेर आयो नि त अर्को कुरो के छ भने हाम्रो एउटा मेन्टालिटी भनेको अलिकति रङ छ क्या कस्तो भन्दाखेरि हाम्रो फ्यामिलीको मेन्टालिटी पनि जति नेपालीहरू छन् क्या म त्यसलाई कस्तो गर्छु भन्दाखेरि एउटा नेपाली एउटा भनेको नेपाली परिवारले भनेको उसको गार्जेनले प्यारेन्ट्सले कुनै विद्यार्थीलाई कुनै उसको छोराछोरीलाई फर इक्जाम्पल युएस पठाउँछ युएस पठायो भने कति कस्ट लाग्छ तपाईँलाई कति लाग्छ लाग्छ अब कलेज फी हेरेर लगभग मिनिमम म्याक्सिमम राख्नु न 20 लाख राख्नु न म्याक्सिमम 20 लाख 20 मिनिमम युनिभर्सिटी हेरेर मिनिमममा चाहिँ यति लाग्ला कसैको 12-13 लाख कसैको 8 लाख 10 लाख to 25 लाख जतिमा एउटा चाहिँ मान्छे युएस पुग्छ एउटा स्टुडेन्ट भिसामा एउटा मान्छे युएस पुग्छ तर त्यसै गरी अस्ट्रेलिया जान भने 15 देखि 30 लाखसम्म एउटा स्टुडेन्ट अस्ट्रेलिया पुग्छ भनेको अन एन एभरेज हामी एउटा हेर्दाखेरि तपाईँको 15 to 20 लाख भनेको एउटा खर्च भइरहेको यही कुरा के हुन्छ भने हामी चाहिँ यदि कुनै विद्यार्थी फर इक्जाम्पल म आफै म नेपालमा केही गर्छु भन्दाखेरि मेरो फ्यामिलीले म माथि त्यो 12 लाख पनि लगानी गर्न चाहँदैन क्या नेपालमा चाहँदैन अभियसली चाहँदैन नि तिमीले अब तिम्रो उनीहरूले तिम्रो भिजन छ तिम्रो प्लान छ त्यो प्लान सक्सेसफुल हुँदैन भनेर उनीहरूले अलरेडी सोचिसकेको हुन्छ क्या तिमी गर्नुभन्दा अगाडि प्रयासभन्दा अगाडि नै रिजल्ट गरेर सोचिन्छ क्या यही चिजबाट हामी के सिक्न सक्छौँ भने हाम्रो देशको स्थिति भनेको लेभल स्ट्याटस परिस्थिति एजुकेसन लेभलदेखि लिएर पोलिटिकलदेखि लिएर हरेक चिजको स्ट्याटस कहाँ छ भन्ने कुरा हामी त्यसलाई जज गर्न सक्छौँ क्या कि हामी अर्काको देशमा हामीलाई थाहा छैन भनेको तर यस्तो पनि हो त्यो भन्यो नि तिमीले के अरे त्यो बाबुमाले यति लगानी गर्दैन भनेर त्यो गर्न पनि दिँदैन नि त ट्राई गर्न दिँदैन नि त बाँकी सक्सेसफुल हुन्थ्यो कि तिमीलाई 12 लाख रुपियाँ खर्च गरेर हो त्यही कुरा हो कि म त्यो फ्यामिली भनेको हाम्रो अलिकति यसमा चाहिँ अलिकति कम बुझ्ने हुन्छ क्या भनेर अलिकति कम बुझ्नुहुन्छ उहाँहरूले चाहिँ के ध्यान दिनु पर्यो भन्दाखेरि मेरो हिसाबमा कि जो व्यक्तित्व उसलाई यदि त्यहाँ गर्न मन लाग्छ भने उसलाई यदि म त्यहाँ केही गर्न सक्छु भन्ने यदि आफूमा त त्यति कन्फिडेन्स लाग्छ भने आई थिङ्क उसलाई चाहिँ चान्स दिनुपर्ने हो क्या नेपालमा पनि एक चान्स दिनुपर्ने हो नेपालमा कन्सेप्ट के छ भन्दाखेरि एउटा यस्तो कन्सेप्ट पनि छ क्या अब मेरो बाबुमाको सपना नै छोराछोरीले पुरा गर्नुपर्छ भन्ने छ क्या अब नेपाली समाजमा त्यही छ क्या यो पनि हेर अब तिमीलाई इन्जिनियरिङै गर्न मन थिएन होला डेफिनेटली तिम्रो अर्कै के थियो होला नि त मलाई पनि यहाँ कोरिया आउन मन थिएन यहाँ आएर यो इन्जिनियरिङ पढ्न मन थिएन आएँ जोतमा होइन मलाई कोरिया पनि आउन मन थिएन कोरिया पनि को जान्छ भन्थ्यो पहिला अब होइन कोरियाको अन्त स्टुडेन्टमा जान्छ र भन्थ्यो मेरो प्लान त अर्कै थियो नि त मलाई के गर्नु थियो तर म के भइरहेको छु यो होइन क्या म चाहिँ मेरो यो प्लान चाहिँ थिएन भन्ने क्या तिमीलाई पनि हुन्छ होला नि त्यो होइन मेरो एक्चुअलमा प्लान भनेको एज अ म एउटा एन्टरप्रेन्योर भनेको बिजनेस गर्नु भनेको यो जरुरी छैन कि म इन्जिनियर बनिसके पछाडि म बिजनेस गर्न सक्दिनँ एउटा एन्टरप्रेन्योर माइन्ड चाहिँ जहाँ पनि हुन्छ क्या इन्जिनियरिङ सेक्टरमा पनि हुन्छ मेडिकल सेक्टरमा पनि हुन्छ बिजनेस सेक्टरमा त हुने नै भयो त मलाई एक्चुअलमा एन्टरप्रेन्योर बन्न लागेको थियो म चाहिँ पढ्न खोजेको एन्टरप्रेन्योरसिप के गरौँ भनेर सधैँ जागिर मात्रै नखोजेर क्रिएट गर्न खोज्नु भन्न खोजेको एउटा सानो झुपडीको राजा हुनु खतरा अरे क्या त्यो मलको नोकर हुनुभन्दा डेफिनेटली तर के छ भने परिस्थिति कस्तो भइदियो भने एउटा जुन त्यो इन्भाइरोमेन्टलाई ट्रस्ट गर्नु जुन हाम्रो नेपालको इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टलाई चाहिँ फ्यामिलीले अलरेडी किनभने उहाँहरू बच्चैदेखि त हुर्केका हुन्छ उहाँहरूले त्यो इन्भाइरोमेन्ट राम्रो छ नराम्रो छ जज गर्ने अलिकति भए पनि उहाँहरूसँग नलेज हुन्छ क्या जुन हामीहरूलाई हुँदैन किनभने हामी 10, 12
इभन ब्याचलर पनि हामी रमाइलोमै बिताउन सकिन्छ। हामीसँग कुनै स्किल्स डेभलपै हुँदैन, हामी बाहिर मार्केट चिरेकै हुँदैन कि कस्तो हुन्छ भने रियल फिल्डमा कस्तो हुन्छ भन्ने कुरा हामीलाई एज अ नेपाली स्टुडेन्ट हामीलाई थाहा हुँदैन त्यो चिज। हामीले रियल वर्ल्ड पनि देखेको हुँदा नि त रियल वर्क पनि हामीलाई त्यसले गर्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि फ्यामिलीहरू त्यहाँ चाहिँ भन्नाले हामीलाई हामीमाथि लगानी गर्न अलिकति डराउनुहुन्छ। र अर्को कुरो चाहिँ हामी फरेन हाल्दाखेरि कोरिया आउँछौँ, युएस जान्छ। तिमी कोरिया आउनुभन्दा अगाडि तिमीले रिसर्च गरेर आएको थियौ? मेरो प्लान एक्चुअलमा म युएस जाने प्लानमा म थिएँ। म एसएटीको प्रिपेरेसन गरेँ तर एक्जाम मैले अनि कोरिया चाहिँ तिमी आउँदाखेरि लगभग कोरिया आएको तिमी भन्दा 20-25 दिन त भइसक्यो नि त। तिमी कोरिया आउँदाखेरि चाहिँ के एक्सपेक्टेसन तिमीले के थियो? रिसर्च गरेर आएको थियो युनिभर्सिटी यति इज्जतमा कन्सल्टेन्सीको भरमा? कस्तो सबभन्दा पहिला के छ भने म कोरिया जाने मेरो प्लान थिएन। म युएसको लागि प्रिपेरेसन गरेको थिएँ। सानो के भयो भन्दाखेरि मेरो फ्यामिलीबाट मेरो भाइ पनि +2 भनेर त हामी दाजुभाइ मेरो डिप्लोमा क्लियर भयो, मेरो भाइ +2 क्लियर भएको छ। अनि ऊ पनि बाहिर जानुपर्ने कारणले गर्दाखेरि हाम्रो जुन फ्यामिलीको स्ट्याटस छ, फ्यामिली इन्कम जुन छ त्यो दुईतिर डिभाइड हुने भयो क्या। मलाई पनि दिनु पऱ्यो, भाइलाई पनि दिनु पऱ्यो, पठाउनु पऱ्यो। अनि लगानी एकदमै धेरै कस्टियरले भएको अरू कन्ट्रीहरू एज कम्पेयर टु कोरिया अरू कन्ट्रीमा लगानी बढी भएको कारणले गर्दाखेरि हामी चाहिँ म चाहिँ कोरिया चाहिँ चुज गरेँ क्या। अनि कोरिया चुज गरेर स्पेसली म त्यसपछि म रिसर्च गर्न थालेँ कि कुन युनिभर्सिटी जाने, कहाँ जाने। रिसर्च गर्यो? रिसर्च गरेर यङसन आयो? हजुर रिसर्च गरेँ यङसन। यङसनमा तर यङसनमा पनि मैले यङसन क्याम्पस क्या, यङसन क्याम्पसको मैले सोचेको थिएँ। फरक छ नि त। तिम्रो नेटमा हेर्दाखेरि यङसन देखाइन्छ क्या कि तिमीले हुन्थ्यो क्याम्पस भनेर हाल्ने भनेर देखाइन्छ। तिमी स्क्याम भयो क्या तिमीले। म चाहिँ त्यहाँ चाहिँ फेरि कोरियानमा मात्र कोरियनमा मात्र पढाइ हुन्छ। पछि म आउँदाखेरि त्यो जब म इन्चर एयरपोर्टमा आइपुगेँ अनि जब बसमा सरले काम गरेको थियो अनि सर ल्याउन आउँदाखेरि सरलाई सोद्धाखेरि तिमीले यङसनमा चाहिँ होइन तिमीले हिँड्दै क्याम्पसमा चाहिँ भन्ने कुरा क्या। मलाई चाहिँ त्यो त्यति बेला मलाई अचम्म लाग्यो किनभने म एज अ मुस्लिम हो, मुस्लिम भएको कारणले गर्दा म यङसन क्याम्पसको छेउमा इस्लामिक छेउमा पनि एज म त्यति बेला रिसर्च गर्दाखेरि मैले पाएको थिएँ कि यङसन क्याम्पसको छेउमा रिसर्च गरिरहेको। हजुर तर रियालिटीमा चाहिँ म चाहिँ त्यहाँ नभएर यहाँ चाहिँ आएको रहेछु। स्क्याम भयो। कन्सल्टेन्सीले पनि भनिदिनु न क्या हो यो सब सानो सानो कुराहरू कन्सल्टेन्सीले पनि भन्दैन क्या। कन्सल्टेन्सीले भन्दा त्यो गफ हाल्छ ए 4-5 लाखको काम पाउँछु यतिसम्म गफ आउँछ। तपाईँ जानु तपाईँलाई भोलिपल्ट काममा जानु 4-5 लाख चाहिँ अरू क्लास भनेको तपाईँको एक दिन मात्र हुन्छ भने त्यो सबसे बडा स्क्याम चाहिँ क्लास एक दिन भइदिन्छ भन्दै क्या। अनि फेरि तिमीलाई के पनि भन्दै जाने बढी लिदिने पैसा पनि अनि फी पनि चार्ज पनि बढी हालिदिने अनि ल्याङ्ग्वेज पनि नपढाइदिने नभनिदिने। ल्याङ्ग्वेज पढ भने तिमीलाई ल्याङ्ग्वेज हामीलाई चाहिँ पढाउनु भएको छैन। ल्याङ्ग्वेज भनेको आफ्नै पैसा दिएर पढ्नु पढ भनिदिँदैन। पढ भन्दा पनि उसले चाहिँ के भन्दा पढ्यो भने राम्रो हुन्छ, कम्पलसरी चाहिँ छैन। तिमी पढ्न पनि सक्छौ नपढ्न पनि सक्छौ तर पढ्यो भने बेटर हुन्छ तिमीलाई। त्यति मात्रै गर्दै अर्को कुरो पैसा भनेको ठाउँ ठाउँमा गएर कस्तो स्क्याम गर्दो रहेछ भन्दाखेरि कन्सल्टेन्सीले एउटा सरलाई हिसाब दिएको छ क्या। जाने भनेको उसले यस्तो मिठो कुरा गर्नुहुन्छ त्यो मिठो कुरा गरेर भनेको एज अ हामी बिगिनर्स लेभलको स्टुडेन्ट हामीलाई केही पनि थाहा छैन। एज अ डकुमेन्टेसनदेखि लिएर हामी इभन हामी कुन कन्ट्री जाँदैछौँ त्यो विषयमा पनि हामी बढी रिसर्च गरेको हुँदैन क्या। हाम्रो माइन्डसेट कस्तो हुन्छ एक कन्सल्टेन्सी त देखिहाल्छ नि, जे हुन्छ कन्सल्टेन्सी हेरिहाल्छ नि। त्यही भएर एउटा सानो सिम्पल चिज पनि बनाउनु पर्दा कन्सल्टेन्सीले देखिहाल्छ नि भन्ने कन्सेप्ट हुन्छ क्या। अनि हामी रिसर्च भनेको 0 गर्छौँ क्या नेपाली। त्यही भएर त नि यहाँ आएपछि दुःख पाउने त्यही कारणले क्या। अनि रिसर्च 0 गरिसके पछाडि हामीलाई त थाहा हुँदैन क्या, धेरै कुराहरू थाहा हुँदैन। उसको डकुमेन्टेसनको बारेमा पनि उसले के भन्छ कतिपय चिजहरू बढी लिइरहेको हुन्छ, पैसा लिइरहेको हुन्छ, नलाग्ने ठाउँमा खर्च लिइरहेको। तिमीलाई थाहा छैन होला यो भिडियो हेरेर पनि थाहा छैन होला पुलिस एप्लाई गर्न पनि मिल्छ क्या। तिमीले आफै एप्लाई गरेर आउनु पनि मिल्छ क्या।
अहिले त्यो पनि छ क्या अब यो भनिदिँदैन कन्सल्टेन्सी जाने मतलब होइन जे गरे पनि गरिदिन्छ भन्ने हुन्छ पैसा तिर्छु भन्ने हुन्छ बरु 10-15 हजार एक्स्ट्रा तिर्छु नि त भन्ने हुन्छ नि त फेरि हामी पनि लाटो हुन्छ क्या विद्यार्थी अल्छी हुन्छ क्या लाटो भन्दा पनि अल्छी अलिकति धेरै अल्छी गर्ने अनि सोध्न पनि नसोध्ने क्या सोध्न पनि उनीहरू चाहिँ हिचकिच ए हो भन्ने जल्दी ए हो भन्ने उसले जे भन्ने बित्तिकै ओके क्या उसकै कुरामा डन भन्ने कुरामा हामी त्यही भएर यहाँ अब तिमीलाई पनि तिमी भाषा पढायो म भाषा थोरै पढेको थिएँ त्यहाँ लिटल आउँछ बेसिक आउँछ बेसिक अलिअलि आउँछ भनेको म मेरो सेल्फ इन्ट्रोडक्सन दिन सक्छु त्यसले गर्दाखेरि मलाई बोलेको चाहिँ बुझिँदैन तर म पढ्न चाहिँ सक्छु किनभने मलाई यसमा के छ भने यो 2-3वटा रिजन हुन्छ जस्तो म मिनिङ बनाएर मलाई पढ्न आउनु भनेको मिनिङ नबुझ्नु त्यसको भाषा नबुझ्नु पढ्न त आइरहेको छ तर मलाई मिनिङ चाहिँ थाहा छैन भन्ने कुरा हो त्यो चाहिँ इम्पोर्टेन्ट चाहिँ कोरियामा रिसर्च गर्दाखेरि नै तिमीलाई मेन भनेको त्यहाँ ल्याङ्ग्वेज देखाइदिन्छ होला क्या यहाँको मान्छेहरू फेरि अलिकति पनि इङ्ग्लिस बुझ्दैन क्या अनि अस्ति आएको थियो त मेरोमा आर्ट्समा चाहिँ 7 चाहिने रे अनि जिपी पनि 3.2 चाहिने रे अनि इङ्ग्लिस चाहिँ यहाँको मान्छेले हेलो भन्दाखेरि वे गर्छ हो भनेको वाइ भनेको वे गर्छ बुझ्दैन हेलो भनेको बुझ्दैन अनि आर्ट्समा 7 चाहिएर चाहिँ के गर्छ त्यो त्यसले आर्ट्समा 7 ल्याएर पनि कोरियामा चाहिँ मूर्ख हो क्या अहिले फेरि मिलाइदिएछ अनि त्यो 5.5 छ अरे 5.5 अनि जिपी पनि 3 बनाइदिएछ कन्सल्टेन्सीले कोरियाको स्टुडेन्ट पठाएर वाइल्ड कमायो नि त सबै कन्सल्टेन्सीहरूले झन् लुट्यो नि त 2 लाख हाल्ने नि स्टुडेन्टबाट म आफै पनि त्यो स्क्यामको एउटा शिकार कसै कुनै कन्सल्टेन्सीले घर बनाइदियो कसैले के गर्यो अहिले सबले कोरिया अहिले पहिला कोरिया गर्ने कन्सल्टेन्सी लिमिटेड थियो क्या हामीले गर्दाखेरि अहिले हेर जुनै कन्सल्टेन्सीले पनि कोरियाको दाउदिन्छ कोरिया गर्ने कोरियाको प्रोसेस इजी छ नि त केही छैन डकुमेन्टेसन पनि इजी छ न त्यो प्रोपर्टी भ्यालुएसन पनि पेपर देखाइदियो भइहाल्छ केही छैन त इजी छ क्या सबै कन्सल्टेन्सी मेन भनेको स्टुडेन्ट चाहिँ सेल्फ रिसर्च गर्नु पऱ्यो क्या कोरिया आउनुभन्दा अगाडि म त पहिलो कुरा के भन्छु भने कोरियामा आऊ कोरिया आए पनि भाषा पढ भाषा टपिकले गर्दा 2-3 हुन सक्ने भएर आऊ मेन्टली प्रिपेयर भएर आऊ क्या यहाँ आएपछि मेन्टली डिप्रेस हुने हो क्या तिमी छैन नि त केही छैन तिमी आएको पनि 20 दिन भयो काम पाएको छैन केही टुङ्गो पनि छैन के गर्ने आइडिया पनि छैन तत्काल त आइडिया पनि छैन अनि भाषा पनि छैन काम छैन केही छैन आइडिया चाहिँ जङ्गलमा छ युनिभर्सिटी 20 मिनट लाग्छ टेन्सन छ नि त अनि स्टुडेन्ट बिस्तारै डिप्रेस हुने भन्ने यसरी नै हो क्या अब एङ्जाइटी हुन्छ निन्द्रा लाग्ने रातभरि मोबाइल हेऱ्यो 2-3 बज्छ सुत्यो बिहान 12 बजे उठ्यो हल्लियो कलेज गयो अनि ल्याएको पैसा पनि अब त्यो सकिसक्छ कलेज फी दिने बेला अर्को जुन हामी एउटा कलेज आउँदाखेरि कन्सल्टेन्सीले भनिदिन्छ कि तिमीहरूको 1-2 क्लास हुन्छ त्यो टोटली फेक हो त्यसमा चाहिँ त्यो म चाहिँ के भन्छु भने स्टुडेन्टलाई कोही आउनुभन्दा अगाडि चाहिँ ओपरै प्रिपेयर हुनु पऱ्यो क्या भाषा पढ कोही छ भने सोध उसले त भनिन्छ नि त कोरियामा त उसले भनिरहेको हुन्छ नि त केटीलाई सजिलो छ फेरि केटीलाई चाहिँ सजिलो छ कोही केटी राम्रो हुन्छ तिनीहरूलाई गाह्रो छ नि त केटीलाई त अब त्यही हो सजिलो छ केटीलाई जाइ पनि सजिलो हुन्छ गाह्रो भनेको केटालाई होला तिम्रो आफ्नै यहाँ कोही छ भने काम खोजिदिन्छ क्या तिमीले तर कोही केटी छ भने त्यसले काम खोजिदिन्छ तर तिमीलाई खोजिदिन्छ क्या तिम्रो आफ्नो मान्छेले त्यस्तो हुन्छ क्या त्यो भएर मेन्टली प्रिपेयर गर्नु छ कोही केटीहरू राम्रो हुन्छ कस्तो त्यो एउटा बहिनी मर उठाएको त्यो बहिनी त राम्रो थियो होला अब काम पाएन के हो होइन रिप्लेस भयो अब काम नभएर अनि अर्का गाह्रो भयो अनि अब इपिएसको लागि पनि गाह्रो छ सबैलाई राम्रो कम्पनी पढिदिन्छ तर स्टुडेन्टको चाहिँ के छ भने स्टुडेन्टले चाहिँ कम्पेयर गरिदिन्छ क्या इपिएससँग वर्क फ्यामिलीले त्यो चाहिँ गर्नु पर्दैन त्यो हाम्रो फ्यामिलीले जुन एउटा मेन्टालिटी बनाएको छ कि इपिएसमा गएको मान्छेले इपिएसले अब महिनाको 2 लाख पढाउँदा भने स्टुडेन्टले कहाँ स्टुडेन्टले इपिएसभन्दा धेरै कमाउँछ पैसा काम गर्न पाउँदैन भने काम गर्दा त्यही पनि धेरै कमाउँछ तर त्यो पैसा सबै सकिन्छ क्या एक्सपेन्सिभ छ नि त स्टुडेन्ट एक्सपेन्सिभ छ ट्राभल गर्नु पऱ्यो दिने काममा जानु पऱ्यो खानु पऱ्यो तिर्नु पऱ्यो इन्सुरेन्स कलेज फी यता धेरै छ क्या एक्सपेन्सेस अनि त्यो तिर्दा सकिन्छ क्या पैसा चाहिँ अब तिमी भर्खर आएको छौ
तिमीलाई यस्तो आइडिया पनि छैन। अब बिस्तारै तिमीले बुझ्दै जाँदाखेरि थाहा पाउँछ क्या। अब तिमीलाई त अझै रमाइलो लागिरहेर चाहिँ यता घुम्दा ओर्दा रमाइलो लागिरहेको हल्का त रमाइलो छ नि त। अहिले तत्काल स्टार्टिङमा पैसा पनि लिएर आएको छु नेपालबाट 2-3 लाख छ भइहाल्छ भन्ने भइहाल्छ भनेर कहाँ भेटिन्छ या दाइहरूले गरिरहेछ भन्ने देखिरहेको छ नि त। त्यो छैन क्या। अब रियालिटी त अर्कै छ नि त। तिम्रो एक्सपेक्टेसन चाहिँ के थियो ठ्याक्कै? कन्सल्टेन्सी अनुसार मैले एक्सपेक्टेसन गर्दाखेरि जाने बित्तिकै काम पाउँछ भन्ने कति सेलरी कति सेलेरी त अब त्यही हो, जाने बित्तिकै जाउँ न भाइ 2-3 लाख त हुन्छ, कम्ती भए पनि 2 लाख हुन्छ भनेर। तर रियालिटी के छ भने एकर्डिङ टु कोरियन्सको ल यहाँ के छ भने तिमीले 6 महिना जुन एक्सपेक्टेसन हामी गर्थ्यौँ, कन्सल्टेन्सी हामीलाई जुन आशा दिन्थ्यो एउटा कुरा तिमीले जाने बित्तिकै टेन्सन लिनै पर्दैन, जाने बित्तिकै काम पाउँछ, त्यो भर्सेस रियालिटी भनेको टोटल्ली डिफ्रेन्ट हुन्छ क्या। अपोजिट डिरेक्सनमा गइरहेको छ जुन भन्छ कि जाने बित्तिकै काम गर्नु पाउँछ। र हामी आइसके पछाडि अहिलेसम्म चाहिँ म फर्स्ट मार्चमा यहाँ आएको, आज समथिङ 17 हो, आजसम्म आइपुग्दाखेरि काम पाउने चाहिँ तिम्रो मलाई चाहिँ अहिलेसम्म लागेको चाहिँ छैन। काम पाउँछु जस्तो लागेको छैन। काम पाउँछु जस्तो चाहिँ लागेको छैन। काम पाउँछु भन्दा पनि के छ भन्दाखेरि हामीलाई ल्याङ्ग्वेज हाल्नु क्या। यदि गाइड गरिदिएको त्यति बेला कि होइन तिमी ल्याङ्ग्वेज मजाले कम्पलसरी गरिदिएको भए सायद के आशा पनि गर्नु सकिन्थ्यो। अहिले त्यस्तो छ भयो भुटानमा के छ भन्दाखेरि स्टुडेन्ट धेरै भइसक्यो क्या। नेपालबाट मात्र आउँदैन नि त, अरू देशबाट पनि आउँछ अनि स्टुडेन्ट धेरै भइसक्यो। अनि त्यही भएर अब काम पाउन पनि गाह्रो छ क्या। अब भाषा आए पनि बेरोजगार पनि धेरै देखेको छु मैले। भुटानमा त लगभग सोलमा भयो तिमीले काम पाउँथ्यौ। सोलमा कामको अपर्च्युनिटीहरू धेरै छ। भुटानमा त्यति काम छैन क्या। अब केटाले हानेको त्यही थेक्बे होइन, थेक्बे। अब कसैले रेस्टुरेन्ट हान्छन्, कसैले कहाँ, कसैले लन्ड्री, त्यस्तो पाइरहेको छ। र त्यस्तो तिमीले सोचे जस्तो काम चाहिँ पाउन, महिनाको 2-3 लाख कमाउने काम पाउन, महिनाको 1,20,30 हजार 40-50 हजार कमाउने, 1,50-60 हजार कमाउने काम पाउँछौ। त्यो नि अलिक गाह्रै छ भेट्नलाई, खोजिरहनु पऱ्यो, कन्सिस्टेन्ट हुनु पऱ्यो क्या एउटै काममा, त्यसमै रहिरहनु पऱ्यो अनि त्यसरी चाहिँ काम भेटिन्छ। काम पाउने धेरै एपहरू छ। अब एआरसी आएपछि बिस्तारै हल्का थाहा हुन्छ, बुझिन्छ। म के भन्न चाहन्छु भने स्टुडेन्टहरूलाई यहाँदेखि चाहिँ बी मेन्टली प्रिपेयर हुनु क्या। मेन्टली आफू के प्रिपेयर हुनु भन्दाखेरि अरू कन्ट्री गए जस्तो कोरिया आउनु भनेको एउटै कुरो होइन, टोटल्ली डिफ्रेन्ट हो। यहाँ आइसके पछाडि म 6 मन्थ काम गर्न गभर्मेन्ट रुल अनुसार त हामी काम गर्न पाउँदैनौँ। 10 घन्टा 10 घन्टा हाम्रो कलेजले 10 घन्टा दिन्छ। 10 घन्टा मात्रै पाउने भयो वर्क पर्मिट लिएर। अब अन्त म थेक्बे हान्छु गएर इलिगली काम गर्छु, तर यसमा एकदमै धेरै रिस्क छ क्या। समातेपछि 2 लाख तिर्ने सुरुचोटि, अब दोस्रोचोटि समात अन्त नेपाल हो। तर फेरि काम अनुसारको हुन्छ। कन्स्ट्रक्सनमा समात अन्त सिधै नेपाल हो। अब त्यो पनि एउटा के हुन्छ, डर हुन्छ भन्दाखेरि यत्रो लगानी गरेर आएको छु यहाँ, अनि फेरि गएर त्यसमा समात्यो भने 2 लाख तिर्नु पर्यो। एक त अहिले तत्काल पैसा छैन, नेपाल जानु पर्यो भने अर्को नेपाल जानु पर्यो भने अर्को तनाव। तिमीहरू एआरसी नभएकोलाई चाहिँ नेपाली हो, सिधै रिपोर्ट हो एआरसी। तर त्यस्तो टेन्सन लिनुपर्ने होइन। अब भाषा पढ होइन, अलिक भाषा पढ, भाषा पढेर हल्का भाषा स्ट्रङ बनाऊ। यत्तिकै बस्नुभन्दा त अब काम छैन अहिले, यत्तिकै सुत्नु, युट्युब हेर्नु, टिकटक हेर्नु, यताउति जे पाइ त्यही हेर्नु भन्दाखेरि हल्का काम लाग्ने कुरै गर न। भाषै पढ, केही गर, यताउति हेर, बुझ, मलसल, म्यापस्याप हेर्न सिक, बिस्तारै काम पाइहाल्छ। टेन्सन लिएर हुन्न, टेन्सन लिनुभन्दा पनि अब भन्ने सुविधाहरूसँग बोल्ने हल्का। यहाँ अरू के प्रब्लम पनि छ भने यहाँ मात्र होइन जुनै ठाउँमा पनि नेपालीले नेपालीलाई नै नभनिदिने क्या। के लाग्छ तिमीलाई? हो यो के भन्छौ तिमी? बेसिकली कस्तो हुँदो रहेछ भन्दाखेरि जब मान्छे स्टुडेन्टमा होस् या कुनै पनि ठाउँमा होस्, त्यो जब मान्छे कमाउन थाल्छ भन्दाखेरि उसको जुन रेस्टुरेन्ट हुन्छ ऊ कमाइरहेको हुन्छ, ऊ काम गरिरहेको हुन्छ। अनि नभन्दा अलिकति इगो त अभियसली आउँछ क्या मान्छेमा अलिकति जुन इगो चाहिँ नभनौँ त्यसैलाई। त्यो कस्तो हुन्छ भन्दाखेरि उसलाई पनि घमण्ड होला, घमण्ड त्यो मान्छे अनुसार हुन्छ। तर केही लेभलसम्म भन्छ कि अलरेडी उसँग चाहिँ केही न केही चिज आउँछ कि म चाहिँ एटलिस्ट म कमाउँछु भन्ने कुरा। त्यो त यहाँको इक्जाम्पल तिमीलाई म यहाँको इक्जाम्पल दिन्छु। इपिएसकोमा आएको बोल्न खोज्छ
स्टुडेन्टहरूसँग जोसँग इपिएस मागेको इपिएस मागेले कमाउँछ भने उसले त बोल्न खोज्छ कहाँ भयो के हो घर यताउता स्टुडेन्ट मागेको हेर होइन इगो टाइपको ए युनिक हेर न जुनियर भाइहरू बोल्दैन नि हामीसँग बोल्नु त कोही पनि बोल्दैन नि बोलाउँदैन अब होइन त्यो छ नि त अब हामीले पनि बोलाउँदैन उनीहरू पनि बोलाउँदैन आफ्नो यता देख्यो भने कहीँ केही नभएर यो तल बाटोमा हिँड्दाखेरि पनि नेपालीलाई देख्यो भने एउटा यता फर्किन्छ एउटा यता फर्किन्छ तर मेरो केसमा चाहिँ अलिकति एक्स्ट्रोभर्ट पर्सन भएको कारणले गर्दा म बोल्छु एकदम बोल्दैन होइन तर म्याक्सिमम् म्याक्सिमम अफ द टाइम बोलेको म्याक्सिमम् चाहिँ त्यो छ क्या स्टुडेन्टहरूमा जहाँ पनि जुन देशमा पनि त्यही छ अर्को कुरो के छ भने हामी जुन बल्ल बल्ल भर्खर जुनियरहरू आएको जुन हुन्छ एउटा इगो पनि भइदिन्छ क्या त्यो उनीहरू पनि अलिकति इगो भइदिन्छ क्या टोटल एक त ठाउँ बुझेको हुँदैन त्यो कस्तो इगो हुन्छ भन्दाखेरि ए उसले मात्रै लगाइदिनु र हामी काम पाउनु सक्दैनौँ भन्ने कन्सर्न भइदिन्छ तर म के भन्छु भने सम्बन्ध सबैसँग कहीँ भयो के छ त तिमी भोलि मर्दाखेरि तिमीले 2-3 करोड कमायो अरे तिम्रो खातामा 3-4 करोड छ अरे अनि तिमी मर्यो अरे के अर्थ भयो त त्यो पैसाको अर्थ छ त त्यो पैसाको अर्थै छ सबभन्दा ठुलो धन भनेको मलाई चाहिँ कहिले काहीँ के लाग्छ कि म मान्छेको कतिजना मान्छेको मन जितेको भोलि तिमी मर्दाखेरि कसैलाई फरकै पर्दैन तिमी यतिकै अहिले पनि 3-4 दिन फेसबुकमा गर युट्युब केही नहेर केही नगर तिमीलाई कसैले पनि हाई भनेर मेसेज गरेको हुँदैन 4-5 दिन पछाडि हेर न अब तिमीलाई नेपालबाट पैसा नेपालबाट मेसेज आउने भनेको पनि पैसा हाल्दैन पैसा छ काम के हुँदैछ के छ हेलो के छ खबर के गर्दैछौ छैन क्या कसैको पनि सन्चै छ काम पाइस् कि पाइनस् छ त त्यस्तो मेसेजहरू त त्यो बाउको कि आमाको त्यो भनेको आफ्नो फ्यामिली मेम्बरबाट त्यही पनि लिमिटेड हो त्यो नि आउँदैन क्या नभए अरूले भनेको कति कमाइस् कति कमाउँछस् पैसा छ हाल्दैन साथीभाइको मेसेज के हुन्छ 5,000 हाल्दैन 10,000 हाल्दैन छ क्या अर्डर छ क्या सबको मलाई यो चाहियो के गर्दैछ सन्चो छ कि छैन कस्तो छ लाइफ ठिक छ कि छैन त्यो सोध्नु छ सोध्छ नि त कसैले सोध्नु पर्ने कुरा त्यो हो नि त एउटा जुन मान्छे घरबाट टाढेर आइसके पछाडि ऊ मेन्टली पनि डिस्ट्र्याक्ट भइरहेको हुन्छ क्या र त्यसमा पनि उसलाई प्रेसर थप्यो भने त्यो कस्तो हुन्छ भाइ अब यहाँ बसेको हुन्छ होइन टेन्सन हुन्छ काम पाएको हुँदैन फ्रस्ट्रेट भइरहेको हुन्छ अब जसले चाटेको छ कल गरिन्छ होइन काम भन्छ त्यो भन्छ मान्छे त यतिकै रिसाइहाल्छ नि केटा मान्छे त्यही पनि यतिकै फ्रस्ट्रेट भइरहेको हुन्छ काममा पाएर अनि वाक तिमीलाई अब आएको 20-22 दिन भयो तिमीलाई रिस उठ्न थाल्यो होला अलिअलि घरबाट काम पाइस् भन्दा पनि रिस उठ्छ छैन नि त बाबामा के भन्नु 22 दिन भइरहेको छोराले काम पाएको छैन हुन्छ नि त प्रेसर फिल हुन थाल्यो नि तिमीलाई अब नेपालबाट ल्याएको पैसा पनि सकिँदै गइरहेछ काम पनि पाएको छैन कामको केही पनि अत्तो पत्तो छैन अनि त्यत्तिकै पनि प्रेसर फिल भइरहेको हुन्छ अनि यतिकै मान्छे हल्का उयो हुन थाल्छ नि त डिप्रेसनमा त्यही हो क्या अनि होइन भने नेपालबाट केही गर्नु पर्दैन साथीभाइले पनि नेपालबाट के छ साथी सन्चै छ खाना खाइस् त्यति सोध्दा भयो नि त पैसा कति कमाइस् पैसा हाल्दैन त्यो होइन क्या त्यो कुरा होइन क्या पहिला सोध्ने के छ खबर सोध्ने हो नि त त्यो पहिला कुरा चाहिँ त्यो गर्ने हो क्या खासमा हेलो भनेको छ हजुर भन्दाखेरि पैसा हाल्दैन मतलब भने क्या थर्काउन मन लाग्यो नि अब यस्तो फर्काउन चाहिँ मन लाग्छ तर त्यो चाहिँ एकदम क्या त्यो चाहिँ बुझ्नु पर्यो त्यो फर्काउनु भन्दा पनि एउटा एज आइसके पछाडि मान्छेको एउटा जुन कमन सेन्स त्यो चाहिँ मलाई नभएको महसुस हुन्छ कि त्यसरी सोचेर त्यहाँ गएको छ एक त आफ्नो कन्ट्रीलाई छोडेर गएको छ कन्ट्री त्यसपछि आफ्नो परिवारलाई छोडेर गएको छ साथीभाइ गाउँसँग सबै कस्तो हुँदो रहेछ भने कोही महिना तिमी फ्यामिलीसँगसम्म एक्लै बसेकै छैन फ्यामिली बाइक भने आउँदाखेरि तिमीलाई अब त्यति पनि नराम्रो लागेर हुन्छ म त सानैदेखि बाहिर बसेको मलाई पनि नराम्रो लाग्छ भन्ने त्यो सँगै बाउमासँग सँगै बसेर अहिलेसम्म घर बाहिरै नबसेर कति नराम्रो लाग्छ त्यो यहाँ यस्तो हुँदो रहेछ नेपालमा बढी यहाँ नेपाल छोडाएपछि यहाँ सबैजना एक आपसको फ्यामिली हो क्या यहाँ नेपालीहरू भन्नु
यहाँ त के छ भने नेपालीले नेपालीको खुट्टा तान्दिने अब यसले गर्न लाग्यो है यसले चाहिँ प्रगति गर्छ है भनेपछि खुट्टा तान्दिने उयो गर्ने हिँड्ने त्यो होइन नि त सक्छु भनेको राम्रो गर न नसक्ने भयो नगर छोडिदेऊ न कि गर्दै नगर नि सक्छु भने राम्रो गर्दै नभए नगर चुप लागेर बस आफ्नो काम गरेर खाऊ बस त्यो हो नि त तिमीलाई के लाग्छ घरमा पनि चाहियो मलाई पनि यसमा चाहिँ के लाग्छ भन्दाखेरि अब तपाईँले जुन कुरा भन्नुभयो एकदम राम्रो कुरा भन्नुभयो क्या कि तिमी यदि हेल्प गर्न सक्छौ भने डेफिनेटली उसको हेल्प गर यदि गर्न सक्दैन भने त्यसको किन खराबी गर्न जाने उनीहरू ब्याड किन गर्ने अरूको ब्याड किनभने यसै पनि अलरेडी फ्रस्ट्रेटेड हुन्छ त्यसमा पनि नराम्रो कुरा नभनिदिउँ डिमोटिभेट डिमोटिभेट नगर्यो अर्को कुरो के छ भने यो भनेको डिमोटिभेट गर्नु भनेको आगो बलेको ठाउँमा हामीले उसको त्यही भएर हो क्या मान्छेलाई नेपालीले नै हो क्या विदेशमा यहाँनिर भनेको नेपालीले नेपालीलाई नै नराम्रो गर्ने हो क्या अरूले गर्दैन क्या त्यो कुरा हो किनभने हामीलाई त एकअर्काको बानी डेफिनेटली थाहा हुन्छ क्या यो मान्छे फलानु हो अथवा अब म तपाईँसँग कुनै नेपालीसँग यदि म यदि इङ्गेज हुन्छु भने मलाई उसको बानी गर भनेको विथिन अ विकमा मलाई सबै कुरा थाहा डिमोटिभेट गर्ने कि उसलाई कसरी जसरी भए पनि उसलाई चाहिँ सताउने तरिका परेसान गर्ने तरिका क्या उसले चाहिँ नराम्रो होस् भन्ने फिल होस् भन्ने कन्सेप्टमा चाहिँ त्यही भन्छु यहाँ भगवान् त्यही भन्छु म त होइन मैले पनि अब अहिलेसम्म मैले कसैले नराम्रो गरेँ बरु राम्रो गर नराम्रो नगर त्यही हो क्या आफ्नो लागि बाँच न सबै आफू दुःख गर्न आएको तिमी पनि दुःख गर्न आएको म पनि दुःख गर्न आएको किन तिमीलाई चाहिँ मैले नराम्रो किन क्या मेरो चाहिँ यस्तै छ यहाँ कोरियामा कस्तो लागिरहेको छ अब 20-25 दिन भयो ठिक छ अर्को कुरो 20-25 दिन हुँदा पनि हामीले के छ भन्दाखेरि अलिकति जुन मौसमको चेन्जेसहरू छ यसमा चाहिँ साथीहरू ख्याल गर्नु होला किनभने हामी नेपालभन्दा कोरिया एकदम चिसो यहाँ त्यस्तो छ 6 महिना गर्मी 6 महिना जाडो त्यही पनि गर्मी पनि आई थिङ्क धेरै हाई जाँदैन रहेछ होला जान्छ 35-40 सम्म 35 एभरेज 30-35 हो 30 मै जान्छ र मिनिमम कति जान्छ मिनिमम पनि त्यो 25 नेगेटिभमा होइन नि तपाईँहरूको समर टाइममा भनेको समर टाइममा जान्छ र विन्टरमा हाम्रो कति जान्छ डाउन विन्टरमा त्यही -7 हो -8 बी प्रिपेयर हुनु यो चिजको लागि चाहिँ भने कुनै सबै पनि स्टुडेन्टहरू प्रायः जो पनि अब हाम्रो यो पोडकास्ट हेर्नु हुनेछ र यो कोरिया आउने प्लानिङ गर्नुहुँदैछ स्पेसली बुसान सेउलतिर उहाँहरू चाहिँ के प्रिपेयर हुनु भन्दाखेरि जुन हामी क्लोथिङहरू केही लिएका छौँ भन्ने कुरामा कन्सल्टेन्सीले दिए तापनि भनेको त्यसको फेरि एक्चुअलमा कन्सल्टेन्सीलाई थाहा हुँदैन क्या त्यो कुरा कसरी थाहा हुँदैन किनभने कन्सल्टेन्सी यहाँ भिजिट कोरिया आएको हो र कन्सल्टेन्सी त्यही बसेर उसले के हुने भनेर त्यही त तर हामी यहाँ रियालिटीमा के फिल गर्दैछ भने चिसो फिल गर्दैछ क्या नेपालभन्दा चिसो लागिरहेको चिसो फिल भइरहेको यो त तातो हुन थालेको नि अहिले त तातो हुन थालेको तर बाहिर जाँदाखेरि अझै पनि चिसो फिल भइरहेको त्यसो लुगाको भनेको ज्याकेटहरू भनेको डाउन ज्याकेटहरू तपाईँहरू चाहिँ बी प्रिपेयर भनेको त्यस्तो लिने र चेन्जेसहरू आउँछ भनेको मौसमको चेन्जले गर्दा कतिपय मान्छेलाई चाहिँ त्यो मौसम सुइटेबल हुँदैन रहेछ भनेको आउने बित्तिकै बिना अनि अरू के छ त के भन्छ त जिन्दगीले जिन्दगी भनेको अब यस्तै हो दुःख गर्नुपर्छ होइन जिन्दगीमा भनेपछि कोरियाको काम हरेस खानु चाहिँ हुँदैन हुन्छ क्या कोरियाको काम सबै गाह्रो हुन्छ होइन जे काम मिल्यो भने गरिदिइहाल्ने फ्याट्टाफुट्टा हिँडिहाल्ने गर्नुपर्छ पैसा त्यही हो होइन पैसा चाहिँ काम 1 घन्टै गऱ्यो पनि पैसा दिन्छ काम चाहिँ गाह्रै हुन्छ अहिले तिम्रो काम कुनै पनि सजिलो हुँदैन काम कोरियामा सबै गाह्रो काम गरिदिइहाल्नुपर्छ मिलेपछि र काम पाएपछि छोड्ने गरिदिएर स्टेबल हुनु पर्यो अनि त्यो जुनुन हुनु पर्दो रहेछ क्या काम कन्सिस्टेन्ट गर्नु पर्यो क्या जुनुन राख्नु पर्यो क्या आफूमा चाहिँ गर्छु म भनेर गरिरहनु पर्यो एकदम दुःख हुन्छ 2 दिन हुन्छ 4 दिन हुन्छ 5 दिनदेखि त सजिलो हुँदै जान्छ नि त त्यही भएर र भाषा चाहिँ सिक्नु होला क्या भाषा चाहिँ डेफिनेटली नेपालबाट सिकेर आएको भने बेटरै हो तर यहाँ आइसके पछाडि कस्तो हुँदो रहेछ भन्दाखेरि हामी जस्तै नेपालमा भाषा सिक्यौँ भने कुनै पनि हामी त्यसको हामी नेपाली पनि थाहा हुन्छ क्या अनि हामीलाई भनेको हाम्रो मेन्टल्ली भनेको दिमागले मेन्टल्ली हामी छिटो क्याच गर्छौँ त्यो चिजलाई
तर यहाँ आइसके पछाडि हाम्रो कोरियन टिचरहरू हुनुहुन्छ उहाँहरूले पढाएको कोरियन पढाउनुहुन्छ इङ्ग्लिसहरू पनि लिमिटेड आउँछ क्या अनि बुझाउने पनि कोरियनमै हो अनि हामी एकदमै बिस्तारै क्याच गर्छौँ क्या त्यो चिजलाई यहाँ तिमी खासमा पढ्न आएको कि पैसा कमाउन आएको कि पैसा पढाइ दुइटै सबभन्दा पहिला त यहाँ डिग्री भयो भने यदि डिग्री तपाईँले बसेर राम्ररी लिन सक्नुहुन्छ भने कुनै पनि ठाउँमा चाहे त्यो कोरियामा होस् नेपालमा होस् कुनै पनि ठाउँमा लिनुहुन्छ भने अभियसली डिग्री एक दिन काम लाग्छ भन्छ काम पनि लाग्छ डिग्री चाहिँ हुन्छ तिमीसँग होइन कोरिया पढिरहेको भने डिग्री चाहिँ हुन्छ नलेज चाहिँ जिरो हो तिम्रो अलिअलि नलेज भएको भने सकिन्छ क्या यहाँ इङ्ग्लिस जिरो हुन्छ इङ्ग्लिस भनेको यिनीहरूले दिस इज यो नम्बर हामी इङ्ग्लिस बोल्छौँ हेलो आई भन्छौँ उनीहरूले त्यतिकै त्यो हाम्रो इङ्ग्लिस चाहिँ जिरै हुन्छ क्या हामी हुन्छ नेपाली पनि त्यस्तै हुन्छ इङ्ग्लिस पनि त्यस्तै हुन्छ कोरियन पनि इम्प्रुभ हुँदैन तर यही हो जो टिका उबिका एउटा यो भनाइ नै हो क्या यदि टिक्न सक्छौ भने भन्छ नि त्यो नेपाली भाषामा एउटा उखान पनि छ त के भन्छ भने बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भन्नु क्या अब आफू बोल्नै सकिएन कम्युनिकेसन गर्नै सकिएन भने मलाई काम पाउनलाई पनि क्या वाइ इम्प्लोयर विल हायर क्या यो तरिकाले तिमीमा त न तिमी कामै गर्न सक्छौ न तिमीसँग भाषै छ तिमीलाई किन राखेको मलाई किन राख्नु क्या म त्यो क्वेसन यदि म आफूमा डेफिनेटली म के छु भने यहाँ एकदम अर्को कुरा के भनेको दारी पनि मन पराउँदैन यो दारी भन्ने कुरा चट्टै राख्नुपर्छ म भर्खरै सेफ युज गरेको पुरै जिरो चिल्लो हुनु पर्यो कपाल पालले केही भन्दैन बरु दारी जुङ्गा चाहिँ मन पराउने रहेछ काट भन्छ रेस्टुरेन्टमा कम्पनीमा त्यति के भन्दैन रेस्टुरेन्टमा त काट अनि के छ त अरू के छ त यता यसो लभ लाइफहरू के चल्दैछ बोयफ्रेन्ड तपाईँलाई अब ह्यान्डसम्म छ थियो दाइ तर के गर्नु छैन होइन तत्काल चाहिँ छ नेपालमा थियो नेपालमा थियो यहाँ आएपछि के भयो त्यो पास्ट लङ डिस्टेन्स मेन्टेन गर्न सकेन के लङ डिस्टेन्समा माया हुन्न माया हुन्न भन्दा पनि यो साँच्चै भन्नुपर्दा टाइम टेबल आफूले म्यानेज गर्नु त्यो नोकरी छोकरी भन्छ क्या यस्तो हुँदैन बिजी भएँ भन्छन् नि ए म विदेश गएपछि बिजी हुन्छु ए टाइम हुन्न भन्छ नि त्यो होइन क्या इलन मस्क त थाहा नि त इलन मस्क कस्तो बिजी मान्छे हो वर्ल्डको सबसे बिजिएस्ट मान्छे इलन मस्क हो क्या त्यो कत्रो कम्पनी कति बिलियन सम्हाल्छ 200 कति बिलियन सम्हाल्छ त्यत्रो छ त्यत्रो कम्पनी हेर्नुपर्छ त्यसले त्यही पनि त्यसले के गर्छ टाइम निकाल्छ ट्विटरमा पोस्ट गर्छ त्यो पोस्टमा हरेक कमेन्टको रिप्लाई दिन्छ हरेक कमेन्टको लाइक गर्छ त्यस्तो बिजी मान्छेसँग त टाइम छ भने अनि त्यस्तो तरिकाले होइन हामी टाइम नभएको यस्तो मन हुनु पर्दो रहेछ क्या सबसे इम्पोर्टेन्ट कुरा भनेको रिलेसनमा के चाहिँ इम्पोर्टेन्ट छ भने मेरो त गर्लफ्रेन्ड सर्लफ्रेन्ड पनि छैन होइन त्यो पनि छैन त्यो पनि मलाई चाहिँ के लाग्छ भने तिम्रो मन छैन भने केही पनि हुन्न क्या तिमीलाई उसँग बोल्ने मनै छैन त्यो एउटा कुरा अर्को कुरा जस्तै कि तिमीलाई अर्को मनपर्छ कि तिमीलाई उसँग बोल्नु मन छैन डेफिनेटली कस्तो हुँदो रहेछ भन्दाखेरि त्यो एउटा मन पर्ने एउटा टाइमको जुन हुन्छ नि एउटा एट्र्याक्सन हुँदो रहेछ क्या मलाई चाहिँ लागेको कुरा एट्र्याक्सन हुन्छ सुनमा सिम्बल अफ लभ भनेको एट्र्याक्सन हो नि एट्र्याक्सन हुँदै गएपछि माया भएर जान्छ तर मेरो लाइफमा चाहिँ भनेको त्यस्तो एकदमै गहिरो रूपले गर्लफ्रेन्ड चाहिँ बनेन क्या भनेको जस्ट त्यो बोका टाइप होइन त्यस्तो होइन त्यो बोका टाइप चाहिँ होइन त्यो भनेको त्यस्तो एज अर्को के हुन्छ भने कृष्ण भयो कलियुगको कृष्ण भयो तिमी अर्को के हो भने त्यस्तो गर्लफ्रेन्ड गर्ल्स आर फ्रेन्ड भन्दा पनि गर्लफ्रेन्ड है त्यस्तो चाहिँ छैन त्यस्तो धेरै छैन किनभने बोका रहेछ जाने बोका भन्ने छोरा मान्छे सबै बोकै हो बोकाले किन खसी त मलाई लाग्दैन तिमी चाहिँ एक्स्ट्रा बोका रहेछ क्या कति नट डाटी कतिवटा मेरो रुलमा त तिम्रो कतिवटा गर्लफ्रेन्ड थियो नट डाटी गर्लफ्रेन्ड भन्न खोजेको म एज अ डिप्लोमा हुँदाखेरि त्यो खासै गर्लफ्रेन्ड चाहिँ होइन भनौँ न एउटा एट्र्याक्सन मलाई राम्रो लाग्थ्यो भनौँ न त आफूलाई त राम्रो लाग्न पायो मलाई राम्रो लाग्थ्यो त्यो अब राम्रो लागेको कुरा त सबै पाइँदैन सधैँ पाइँदैन त्यही कुरा हो क्या
राम्रो लागेको कुरा सबै कुरा पाउँछ भन्ने कुरा सबै पुरा हुन्छ भन्ने कुरा होइन क्या एज अ लाइफ गोल यही हो क्या त्यो एक्सपेक्टेसन र रियालिटी भनेको दुईवटा डिफ्रेन्ट छ जिन्दगीमा खास गरी बोइजको कुरो के छ भन्दाखेरि जब घरको जेठो छोरा भन्छ नि भनेको ठुलो छोरा भन्छ नि त्यति बेला जुन हामी एउटा लाइफ जुन बाँच्नु परिरहेको हुन्छ भन्दाखेरि आफूलाई एउटा रेस्पोन्सिबिलिटी हाल्छ क्या जब जति उमेर बढ्दै गयो त्यति आफूलाई चाहिँ रेस्पोन्सिबल नगरे अरूले नभने पनि त्यो महसुस अटोमेटिक आउँछ हो अनि त्यो गर्दाखेरि हामी चाहिँ यसो रमाइलो गर्दै हिँड्नु भनेको अलिकति चाहिँ गाह्रो हुँदो रहेछ क्या भनेको त्यो मिल्दैन रहेछ क्या त्यस्तो मेरो गर्लफ्रेन्ड छ धेरै जन्मदेखि सिङ्गल छौँ हामी हाम्रो रुममेट सबै सिङ्गल हो केटाहरू सबै जन्मदेखि सिङ्गल हो म पनि सिङ्गल होइन तिमी त यस्तो केटी छ हाम्रो केटी साथी त चढ्नै छ नि त हामी त केटी साथी पनि छैन हाम्रो रुममेट सबै गर्लफ्रेन्ड भनेर को हुन्छ भन्दाखेरि मलाई के लाग्छ भने नि उसँग सिएन मेरो आफ्नो पर्सनल कुराहरू मेरो पर्सनल एक्सपिरियन्स चाहिँ तिमीले कुनै केटीलाई माया गर्यो तर त्यो केटीले बुझ्दैन रहेछ क्या कति टाढा जान्छन् 5-6 घण्टा लाग्छ भनेको तिमी कुनै केटीलाई माया गर्छौ होइन यताउति हुन्छ लास्टमा भनेको तिमीले सफर गर्नुपर्ने तिमीले हो उसलाई बाले छैन नि तिमी हुँदा पनि नहुँदा नि उसको त लाइफ चलिरहेको नि त उसको लाइफ चलिरहेको थियो तिमी आइदिएको मात्र हो उसको गाडीमा पेट्रोल छ कि तिमीले पेट्रोल हालिदिएको मात्र क्या ऊ गाडी कुदाएर चल्यो क्या यस्तो हुन्छ क्या केटीहरूले चाहिँ केटीहरूको चाहिँ जहिले अप्सन हुन्छ अरे क्या जहिले अप्सन क्या अब म डेफिनेटली म एउटा चिज पनि त्यही सिरियलहरूमा एउटा सर्ट भिडियोमा म हेर्दै थिएँ के थियो भन्दाखेरि त्यहाँ भन्छ क्या तुम्हारे पास सिर्फ 2 ही ऑप्शन है मेरे पास तो हजारों ऑप्शन है कि आगे तुम मुझे रखोगे या छोड़ोगे एज अ मैन तुम रखोगे या छोड़ोगे तुम्हारे पास 2 ही ऑप्शन है तिमीसँग 2टा अप्सन मात्रै छ तिमी मलाई छोड्छौ कि राख्छौ तर मसँग हजारौँ अप्सन छ कसरी भन्दाखेरि मसँग मान्छेहरू आउँछ क्या भनेको मेनहरू चाहिँ उसको पछाडि आउँदो रहेछ क्या त्यही हो भाइ वुमेनको पछाडि चाहिँ मेन लाग्दो रहेछ तिम्रो गर्लफ्रेन्ड रे तिम्रो गर्लफ्रेन्डलाई 6 जना बोकाएको मेसेज आएको हुन्छ क्या भनेर त्यो त फर इक्जाम्पल तिमीसँग भोलि बोल्दा तिमी छोटो बित्तिकै अर्कोलाई हजुर हो क्या उसले तिमी सक्यो क्या तिमी भयो पनि त भने उसलाई मतलब होइन अर्कोलाई हजुर हो उसको तिम्रो अर्कोलाई हजुर हो क्या उसको चाहिँ अनि त्यसरी उसको लाइफ चलिरहेको हुन्छ क्या तिमी चाहिँ जस्ट उसको भयो भने ठिकै नभए पनि ठिक छ त्यसरी हो क्या हामी मनी माइन्ड बढी हुँदो रहेछ क्या बढी हुन्छ नखा हुन्छ मनी माइन्ड चाहिँ अलिकति बढी हुन्छ र त्यो कसरी भनेको केटीहरू सबै सिङ्गल हुन्छ अरे क्या भाइ सबै सिङ्गल हुन्छ अरे सोध्नेवाला चाहिँ धनी हुनु पऱ्यो अरे क्या त्यो जसले सोध्छ नि आर्यु सिङ्गल भन्दाखेरि चाहिँ केटीको माइन्डमा चाहिँ आर्यु रिच भन्ने ऊ रिच छ भने तिमी साइकल लिएर जाऊ आर्यु सिङ्गल भन्यो भने बोयफ्रेन्ड छ भनिन्छ तिमी गाडी लिएर जाऊ न आर्यु सिङ्गल भन्दा यस भन्छ अरे केटीले बोयफ्रेन्ड छ भने बोयफ्रेन्ड साथमा छ भने सोध्नेवाला चाहिँ धनी हुनु पर्यो क्या मनी माइन्डेड छ सबै सिङ्गल केटी हो क्या डेफिनेटली के छ भने मेरो चाहिँ के तर सबै त्यस्तो हुन्न भाइ 99% त्यस्तो हुन्छ 1% त्यस्तो हुन्न 1%मा भए तिमीले माया गरेको केटी पो छ कि त्यो भनेको अलिकति खराबी अलिकति बढी देखिएको छ भन्दा मैले लाइक गरेको केटी पो छ कि 1%मा होइन मन त जो पनि पर्छ नि त ऊ एउटा यो उमेर हो क्या यो उमेरले गर्दाखेरि लभ उमेर गइसक्यो माया गर्ने उमेर गएर बुढो भयो अब त लाग्यो 20-22 वर्ष भइसक्यो अब त त्यो फ्युचरै सोचिन्छ नि त अब माया गर्ने उमेरमा माया गरिएन अब केटीसेटी बाल लाग्दैन थियो अब ठुलो भयो यस्तै छ चलिरहेको म सजेसन के दिन्छु भने केटी अब होइन माया गर एउटालाई गर होइन हो धोका नदेऊ लोयल बस म चाहिँ त्यही भन्छु होइन लोयल त ठिकै हो कि तर अब लोयल भनेको कतिसम्म हुने हो क्या दुई पक्षी हुनु पर्यो नि त एउटै पक्षमा लोयल मात्रै भएर बस्यो भने अर्को त अलि त्यो हुँदैन नि त हुँदैन दुईटै पक्ष लोयल भयो भने त्यस्तो बेटर हुन्छ मलाई जस्तो लाग्छ त्यस्तै भाइ अब यस्तै छ यस्तै चलिरहन्छ होइन अब
कोरियामा अब यस्तै बिस्तारै कामसाम पनि भेटिहाल्छौँ हामीले पनि सकेको हेल्प गरिहाल्छौँ होइन यस्तै छ अब म चाहिँ के भन्न चाहन्छु भने जति पनि हाम्रो साथीहरू यो भिडियोहरूलाई हाम्रो पोडकास्ट हेर्नुहुन्छ र जुनियर र जो आउने प्लान बनाउनु भएको हुन्छ प्लान बनाउँदै हुनुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु भने सक्दो रिलेसन बेटर राख्नु क्या दाजुहरूसँग आफ्नो सिनियरसँग जहिले पनि विथ रेस्पेक्ट काम दाइहरूले बुझेको हुन्छ नि भाइ आफ्नो 1.5 वर्ष एक्सपिरियन्स 3 वर्ष एक्सपिरियन्स भएको हुन्छ अनि यहाँको ठाउँको माहौललाई उहाँहरूको एउटा सानो सपोर्ट पनि आफ्नो कल्याण हुनसक्छ भन्छ क्या र सानो सपोर्ट पनि हो त्यो चिजलाई चाहिँ म बुझ्नु जरुरी छ रेस्पेक्ट गर्नुपर्छ अब यो इगो आउँछ मान्छे भइसके पछाडि के इगो आउँदो रहेछ हो इगो आउने बित्तिकै अब त्यो मान्छे नै खराब हो भन्ने कन्सेप्टमा पनि जानु पर्दैन क्या हो ऊ त बोल्दैन मसँग ऊ त नराम्रो छ भन्ने कन्सेप्टमा पनि जानु पर्दैन हो अब धेरै हुन्छ होला अब हामी च्याक दिनुपर्छ छुट्टिनुपर्छ होइन हजुर जहाँ जाँदै के छ त ल जाँदै अब यो भिडियो हेर्ने सम्पूर्णलाई म चाहिँ मेरो यहाँ आएको भनेको यो 15 to 20 डेजको मेरो एक्सपिरियन्स जे भइरहेछ म चाहिँ फिल गरिरहेको छु म उहाँहरूलाई यो भिडियो मैले जानेको कुराहरू हजुरहरूलाई म दिएँ मेरो तर्फबाट मैले दिएँ र के छ भने यसलाई हेरेर चाहिँ आफू चाहिँ कसरी सेल्फ प्रिपेयर हुने भन्दाखेरि क्या कोरिया आउनलाई आफू चाहिँ सेल्फ प्रिपेयर हुनु कसरी क्या कन्सल्टेन्सीले एउटा कुरा भन्छ त्यसलाई क्रस क्वेसन गर्न सक्नु पऱ्यो क्या जबसम्म क्रस क्वेसन गर्न सक्छौँ त्यति बेला हामी डिटेल बाहिर निकाल्न सक्छौँ र हामी विदाउट रिसर्च आउँछ त्यसले गर्दाखेरि अलिक एक्सपेक्टेसन भन्दा पनि रियालिटीमा बढी दुःख पाउने भइरहेछ हो र रियालिटी हामीलाई त्यही थाहा हुँदाखेरि हामी त्यो अनुसारले सेल्फ प्रिपेयर हुन्छौँ र भोलिको दिनमा हामी एकदमै लिमिटेड दुःख भनेको दुःख पनि कम पाउँछौँ र सजिलो पनि हुन्छ जिन्दगी रमाइलो हुन्छ रमाइलो कोरिया रमाइलो छ पैसा कमायो भने रमाइलो छ पैसा कमाएन भने अलिक दुःख हो पैसा भयो भने त अब रमाइलो छ कोरिया रमाइलो छ त्यो फेरि ओपा सोपा केटीहरू देखेर त्यो बिटिएस भनेर आउँछ नि त्यस्तो चाहिँ छैन होइन त्यो जे देखाउँछ त्यो कहिले पनि रियल लाइफ र रियल लाइफ जहिले फरक हुन्छ म चाहिँ कोरियाउनलाई के भन्न चाहन्छु भने मेन भनेको चाहिँ भाषा पढेर हो भाषा चाहिँ पढेर हो पुरै पर्फेक्ट भएर हो अर्को लेभल अफ कोर्स जुन भन्छ टपिक लेभल 2-3 सक्ने भएर हो क्या त्यो टपिक लेभल पनि भयो अर्को कुरो जुन हामी यहाँ कोर्स चुज गर्छौँ क्या मेजर जुन भन्छ कि हामी के पढ्ने इन्जिनियर पढ्ने हो कि म्यानेजमेन्ट पढ्ने हो कि अथवा हामी होटल म्यानेजमेन्ट पढ्ने हो कि म बाहिर पढ्न स्पेसली कोरिया आइसके पछाडि मलाई के लाग्छ भन्दाखेरि पढ्नु चाहिँ तिमी एटलिस्ट सस्तो विषय क्या पुरै चुज गर यहाँको पढाइको भ्यालु नै छैन फी स्ट्रक्चर भनेको एकदमै कम हुने गरी त्यो चुज गर्यो भने भोलिको दिनमा तिमीले काम गर्ने सस्टेन हुनु भनेको अलिकति क्लास पनि छोडेर दिनुहुन्छ सजिलो पनि हुन्छ कोरिया आउनेलाई चाहिँ मेन भनेको ल्याङ्ग्वेज हो सुरुमा ल्याङ्ग्वेज पढाऊ कलेज रिसर्च गर कहाँ छ यताउति हेर होइन त्यही हो होइन जहाँ जति अब हामी अब छुट्टिनु पर्छ फेरि अब अर्को पोडकास्टमा ल म अर्को पोडकास्टलाई छिट्या हुन्छु आजलाई चाहिँ यति नै धन्यवाद माया गर्दै गर्नु होला ल भाइ